नमस्ते नमस्कार। म देव विशेष तपाईँ सम्पूर्णलाई कोटि कोटि नमस्कार गर्दछु। म तपाईहरूलाई एउटा नेपाली गजल सुनाउन गइरहेछु। मलाई आशा छ कि मेरो यो गजल तपाईहरूलाई अवश्य नै राम्रो लाग्छ होला। त सुन्नुस्, मेरो गजल यस्तो रहेछ। भोग्नु पर्छ सधैँ तनाव, के गर्ने जिन्दगी यस्तै रहेछ। भोग्नु पर्छ सधैँ तनाव, के गर्ने जिन्दगी यस्तै रहेछ। आउँछ कति उतार चढाव, के गर्ने जिन्दगी यस्तै रहेछ। भोग्नु पर्छ सधैँ तनाव, के गर्ने जिन्दगी यस्तै रहेछ। आउँछ कति उतार चढाव, के गर्ने जिन्दगी यस्तै रहेछ। सुनाऊ म कसलाई आफ्ना मनका दुःख र पीडाहरू। सुनाऊ म कसलाई आफ्ना मनका दुःख र पीडाहरू। कसैसँग छैन त्यति लगाव, के गर्ने जिन्दगी यस्तै रहेछ। भोग्नु पर्छ सधैँ तनाव, के गर्ने जिन्दगी यस्तै रहेछ। दुःख यति छ कि सुख आएको र गएको थाहै हुँदैन। दुःख यति छ कि सुख आएको र गएको थाहै हुँदैन। अवस्था छ अति खराब, के गर्ने जिन्दगी यस्तै रहेछ। भोग्नु पर्छ सधैँ तनाव, के गर्ने जिन्दगी यस्तै रहेछ। टेन्सन मुक्त हुने कसरी लाग्छ कि कुनै उपाय नै छैन। टेन्सन मुक्त हुने कसरी लाग्छ कि कुनै उपाय नै छैन। एलाउड छैन नसा शराब, के गर्ने जिन्दगी यस्तै रहेछ। भोग्नु पर्छ सधैँ तनाव, के गर्ने जिन्दगी यस्तै रहेछ। मर्छु या त केही गर्छु, मर्छु या त केही गर्छु, जति समस्या र बाधा आए पनि। मर्छु या त केही गर्छु, जति समस्या र बाधा आए पनि। यही छ देव विशेषको जवाब, के गर्ने जिन्दगी यस्तै रहेछ। भोग्नु पर्छ सधैँ तनाव, के गर्ने जिन्दगी यस्तै रहेछ। आउँछ कति उतार चढाव, के गर्ने जिन्दगी यस्तै रहेछ। धन्यवाद।